श्री केदारनाथ मन्दिर गल्याङ नगरपालिका 7 चोक स्याङ्जा। यहाँ तपाईहरु आउनुभएको छ भने घुम्न आउनु। मन्दिर देखाइदिउ त कहाँ छ मन्दिर केदारनाथ भगवानको। त्यो मन्दिर त्यहाँ छ। यसो हल्का 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 जुम गरेर हो भयो ल। अब पछाडी यहाँ एउटा झुलुङ्गे पुल पनि छ है, एकदम खतरा लामो र सिन पनि एकदम। यसलाई टुरिस्ट प्लेस पनि भनिने हुन्छ। टुरिस्ट प्लेसै हो यो झुलुङ्गे पुल। हेर्नुस् झुलुङ्गे पुल। घाम चर्को भइसक्यो जाम अब भयो। यति भ्लगिङ भयो। देखाओ त अब पिछो सब ये छोड़ के आहन हम देखो श्री केदारनाथ मन्दिर नगरपालिका गल्याङ 7 चोक स्याङ्जा। तपाईहरु पनि घुम्न आउन सक्नुहुन्छ है। यहाँ एकदम राम्रो ठाउँ छ। ठाउँ पनि राम्रो छ। मन्दिर पनि एकदम राम्रो छ। ल